तिम्रो मायाले मलाई पिरदी। गीतकै कारण प्रकाश सपुत फेरि विवादमा। प्रकाश सपुतको गीत प्रचण्डले मुख खोले। बाबुराम भन्छन् मलाई यो गीत पीर मन पर्यो। प्रकाश सपुतको पीरले निम्त्यायो चिन्ता। प्रकाश सपुतको गीतमा प्रचण्डले खोले यसो भनेका छन् मुख खोलेर। आदरणीय दर्शकबिन नमस्कार, यति बेला तपाईँ हेर्दै हुनुहुन्छ कोच मिडिया नेपाल युट्युब च्यानल। दर्शकबिन सदाको जस्तै आज पनि नयाँ फलोअप रिपोर्ट लिएर उपस्थित भइसकेका छौँ भने यस कोच मिडिया नेपाल युट्युब च्यानलमा सब्सक्राइब गर्न नभुल्नुहोला। आफ्नो नयाँ गीत पीरका कारण गायक प्रकाश सपुत यति बेला विवादमा छन्। माओवादी जनयुद्धका महिला लडाकु हाल वेश्यावृत्तिमा छन् भन्दै यो गीतमा भिडियो उनीहरूले वेश्यावृत्ति गरेको दृश्य देखाएपछि उनी विवादमा तानिएका हुन्। यसअघि यिनकै गायक गलबन्दी च्यातिए तिमीले तानेर गीत अरूको चोरेर बनाएको भन्दै विवादमा परेका थिए। देशको गणतन्त्रका लागि जनयुद्ध लडेका नेपाली नारी योद्धाको अस्मिताले खिल्ली उडाएको भन्दै उनी अहिले फेरि विवादमा परेका हुन्। आफ्नै च्यानलबाट नयाँ गीत पीर प्रकाश सपुतको शनिबार रिलिज गरेका हुन्। यो गीतलाई आइतबार बेलुका 25 लाख पटक युट्युबमा हेरिएको छ। 16 मिनेटको गीतमा जनयुद्धका लागेका महिलाहरूको अपमान गरेको भन्दै अहिले नेकपा माओवादी केन्द्रीय नेताहरूले विरोध गरेका छन्। सोही पार्टीको विद्यार्थी संस्था अनरसवी क्रान्तिकारी अध्यक्ष पञ्चसिंहले सामाजिक सञ्जालमा सो गीतको भिडियोलाई पुरा विरोध गरेका छन्। उनले यो गीतको युट्युबबाट तत्कालै हटाउन पनि चेतावनी दिएका छन्। हिजोको दिनमा जातीय छुवाछुत सामाजिक भेदभाव हटाउन जनयुद्ध होमिएको महिलाहरूको सम्मान आँच पुने गरी भिडियोमा प्रस्तुत गरिएको दृश्यले सिंहले घोर आपत जनाएका छन्। उनले भिडियो तत्काल हटाएर माफी माग्न समेत सपुतलाई निर्देशन दिएका छन्। पञ्चसिंहले यो गीतको भिडियोमा विरोध जनाएपछि माओवादीको सम्बन्धित विभिन्न नेताहरूको पनि गीतको दृश्य हटाउन सपुतलाई दबाब दिएका छन्। तर यो विषयमा सपुतले आइतबारसम्म केही बोलेका छैनन्। यसअघि पनि गायक सपुतले शम्भु राईको आऊ नाच साथी हो गीत चोरेर गलबन्दी च्यातियो तिमीले तानेर बनाएका आरोपमा लागेको थियो। सो आरोपमा सपुतले माफी माग्नु परेको थियो। त्यो गीतमा सपुत र राई दुवैको नाम सङ्गीतकारमा राखिने सहमति भएको थियो। यस्तै नयाँ र ताजा खबर हेर्नको लागि यस कोच मिडिया नेपाल युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। हस्त धन्यवाद।